नमस्कार, स्वागत छ तपाईलाई ज्ञानको दियोमा। आजको भिडियोमा हामी कुरा गर्दैछौँ एक चमत्कारी तरकारी लौका, जसलाई अङ्ग्रेजीमा बटल ग्राउट भनिन्छ। यसको फाइदा उपयोगी खेती र औषधि गुणबारे पूर्ण जानकारी आज हामी प्रस्तुत गर्छौँ। लौका जुन परिवारको एक तरकारी हो, नेपाल लगायत धेरै देशमा पाइन्छ। यसको वैज्ञानिक नाम लगरेनिया सिरिनिया हो। यो हरियो लाम्चो सफा सेतो गुदी भएको फल हो, जुन धेरै स्वादिलो र स्वास्थ्यवर्धक हुन्छ। स्वास्थ्यमा लौका खानुका फाइदाहरू: पाचन प्रणालीलाई सुधार गर्छ, उच्च रक्तचाप नियन्त्रणमा मद्दत पुर्याउँछ, तौल घटाउने चाहना भएकाहरूका लागि एकदम लाभदायक हुन्छ, छालाको सौन्दर्य बढाउँछ, मुटु स्वास्थ्य राख्न उपयोगी गर्छ। लौका 96% पानीयुक्त हुन्छ र फाइबरले भरिपूर्ण हुन्छ। यो डाइटिङ गर्नेहरूको लागि एकदमै राम्रो खाना हो है। यदि हजुरहरू एक्सर्साइज गर्नुहुन्छ भने लौका चाहिँ एकदम राम्रो हुन्छ। यसमा 86% पानी भएकाले यसले मुटु स्वास्थ्य राख्न उपयोगी गर्छ। लौका खेती: अब लौका खेती कसरी गर्न सकिन्छ भने तातो मौसममा राम्रो उत्पादन हुन्छ लौका, र सिँचाइ र मलको आवश्यकता यसलाई बढी पर्छ। बिउ रोप्ने समय किरा रोगको रोकथाम 2-3 महिनामा फल दिन्छ। यसले चाहिँ 2 देखि 3 महिनाभित्रमा लौकाले फल दिन्छ। यदि तपाईँ घरको बारीमा पनि सानो लौका खेती गर्न चाहनुहुन्छ भने यो निकै सजिलो हुन्छ। अब लौका केमा प्रयोग गर्न सकिन्छ भने झोल, तरकारी, अचार, हलुवामा लौकाको प्रयोग गर्न सकिन्छ। जस्तो अब औषधि उपयोग आयुर्वेदिकमा पनि लौकाको प्रयोग गर्न सकिन्छ। सुकेको लौकाबाट अनि जस्तै सारङ्गीको शरीर बनाउने चलन छ। अनि पुरानो लौका सुकाएर पानी राख्ने गाग्री बनाइन्थ्यो। अब यसमा लौका एक यस्तो बहुउपयोगी तरकारी हो जुन हाम्रो जीवनशैली र स्वास्थ्य सुधारमा महत्त्वपूर्ण भूमिका खेल्छ। तपाईँले पनि लौकालाई आफ्नो आहारमा समावेश गर्नुभयो भने धेरै फाइदा पाउनुहुनेछ। यदि यो जानकारी उपयोगी लाग्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद।